हेलो साथीहरू नमस्कार। आज पनि फेरि मैले हजुरहरूबीच निकै जेन्युन किसिमको अर्निङ वेबसाइट लिएर आएको छु, जसबाट हजुरले सामान्यतया काम गरेर अर्निङ गर्न सक्नुहुनेछ। यो वेबसाइटको नाम छ क्याट टोकन र यसमा हामीले गर्नुपर्ने के छ भने यहाँ देखाएको छ तपाईँको एडहरू हेर्न सकियो। जस्तो तपाईँले एड हेर्नुभयो भने 0.90 केट तपाईँले पाउनुहुनेछ यसमा भने। अर्को तरिका यसको के छ, जस्तो यो तल देखाएको छ अर्न मोडमा थिच्नुभयो भने अब एड्स एन्ड अफरहरू भनेको छ। यसमा कम्प्लिट सर्वेहरू गर्न सकिन्छ, भिडियोहरू हेर्न सकिन्छ भने। अब रिफरलबाट तपाईँले 10% पाउनुहुन्छ यसमा। यो रिफरल सेगमेन्ट भयो भने। अर्को प्ले टु अर्न एक्टिभ क्याट रिवार्डमा अब तपाईँले चाहिँ यसमा गेमहरू खेल्नुभयो, जस्तो यसमा विभिन्न तरिकाका गेमहरू दिएको छ। अब गेमहरू खेल्नुभयो भने तपाईँहरूले चाहिँ यसमा टोकनहरू क्रिएट गर्न सक्नुहुन्छ, पाउन सक्नुहुन्छ। जस्तो यहाँ विभिन्न मेमोरी गेम, पजल गेम, अब म्याच गेम, यस्तै गरी थुप्रै गेमहरू छन्। यहाँ क्लिकर थुप्रै गेमहरू छन्। यी गेमहरू खेल्नुभयो भने यसबाट तपाईँले चाहिँ टोकनहरू जम्मा गर्न सक्नुहुनेछ। र अर्को छ तपाईँको ब्राउजर टु अर्न भनेको छ। यसमा के छ भने तपाईँको यो ब्राउजरहरू चाहिँ तपाईँले खोल्नुभयो, यसबाट केही सर्चहरू गर्नुभयो, खोज्नुभयो, यसैबाट प्रयोग गरेर खोल्नुभयो भने तपाईँले यसबाट पनि यो चलाइराख्दा पनि तपाईँको पोइन्टहरू अर्निङ भइराखेको हुन्छ। यसमा यो फिचर भयो भने। अर्को फिचर छ स्पिन टु विन भन्छ। अब स्पिन यहाँ तपाईँलाई दिन्छ, प्रत्येक एकचोटि फ्री दिन्छ। तपाईँले यहाँ एउटा एड हेर्नुपर्ने हुन्छ। अब यो एड हेरिसकेपछि यो घुम्छ साथीहरू, घुमेपछि कतिमा पर्छ त्यही अनुसार तपाईँलाई टोकन दिन्छ। जस्तो मलाई 1.7 केट टोकन पर्यो भने अब यसमा अर्कोचोटि खेल्नु पर्यो भने तपाईँले 1 टोकन लगाउनु पर्ने हुन्छ। 1 टोकन लगाएपछि तपाईँलाई त्यही अनुसार यसले दिनेछ। यसमा पर्न पनि सक्छ, नपर्न पनि सक्छ। यो रिङ घुम्दै जाँदाखेरि यसरी पनि तपाईँले अर्निङ गर्न सक्नुहुन्छ पोइन्टहरू भने। अर्को मेथड छ यसमा लुट बक्स। अब लुट बक्स भनेको कस्तो हो भने यसमा चाहिँ तपाईँले लगाउनु पर्ने हुन्छ। अब जस्तो यहाँ 1.99 यति केट तपाईँले बाई गर्नुपर्ने हुन्छ यसमा भने। यसमा 3.99, यसमा चाहिँ तपाईँको 13.79 भनेको। अब तपाईँले यसमा 2500सम्म पाउन सक्नुहुन्छ, यसमा चाहिँ तपाईँले 800सम्म पाउन सक्नुहुन्छ भने। यसमा 500सम्म म एउटा बाई गरेर हेर्छु के पर्छ 500 वाला। अब यसलाई थिच्यो, त्यसपछि बाई गर्यो। अब यहाँ देखाउँदै जान्छ, मलाई 1 टोकन पर्यो यसमा। यसरी तपाईँले टोकनहरू क्रिएट गर्न सक्नुहुन्छ साथीहरू। जति टोकन जम्मा गर्दै जानुहुन्छ त्यति नै तपाईँको अर्निङ पनि बढ्दै जान्छ। अब यसमा केट रिवार्ड भनेको छ, यसमा बिट विथ, अब यसमा बिट लाउने हो, बिट लाउन सकिन्छ। यसमा रिवार्ड भनेको चाहिँ 100 केटसम्म भनेको छ। देखेँ करेन्ट बिट 102सम्म। अब तपाईँले यहाँ बिट लाउनु भयो, जस्तो मैले यसमा अब मानिलिउँ, अब यसमा मैले मानिलिउँ 104 छ। अब करेन्ट बिट 102, मिनिमम इन्भेस्टमेन्ट 1, इन्ट्री फी 1 भनेको छ। अब जस्तो मैले यसमा 1 लगाएँ, 1 कन्फर्म गरेँ। अब कम्प्लिट लगाएर छोडेको छु। यसको 26 भनेपछि यसको 6 रिमाइनिङ। यसको अब चाहिँ यो 1 बिट लगाएर छोडिदिएको छु। अब यसको चाहिँ रिजल्ट 24 घन्टापछि आउँछ। 24 घन्टामा अब के पर्छ भन्ने कुरो यहीँ देखाएको हुन्छ। अब यहाँ उनीहरूले एकैचोटि 1000 पनि पार्न सक्छन्। 1000 पनि पारेको छ यहाँ तपाईँको 190 पनि छ। यसरी यो बिट लाउँदै जाँदा त्यसको डबल हुँदै जान्छ। यो बिट लाउने तरिका भयो भने। अब यहाँ एड्स बाई केट भनेको छ, यसलाई अब यो स्वाइप पुरै हुन्छ। त्यसपछि तपाईँलाई यहाँ देखाउने छ 0.2 केट भयो मेरो। अब यस्तै हेर्दै जाने हो, यही अनुसार चाहिँ यो बढ्दै जान्छ। यसरी हेर्न सकियो। अब तपाईँहरूलाई चाहिँ म यसबाट कमाएको पैसा कसरी झिक्ने भन्ने बारेमा जानकारी दिन्छु। र यहाँ च्यारिटीको पनि भनेको छ, माथि हेर्न सक्नुहुन्छ। यो च्यारिटी भनेको चाहिँ यो यसमा गरेको चाहिँ हामीले हेरेको वाच एडहरू चाहिँ हामीलाई यसमा आउँदैन। यो चाहिँ यो च्यारिटीलाई जान्छ। मैले 53.4272 यति हेरेको थिएँ भने यो च्यारिटीलाई जान्छ भने। अब यसबाट चाहिँ हामीले विथड्र गर्ने भनेको तपाईँको यहाँबाट हामीले विथड्र गर्न सकिन्छ। विथड्र फी भनेको 2% काट्ने भनेको छ। 3 देखि 5 दिनभित्रमा यसले दिने भनेको छ। मैले यसबाट एकचोटि निकालेको पनि छु साथीहरू भने। 50 तपाईँको केट टोकन भनेको 0.05 USD हुन्छ र यसले पेपालमा दिनेछ। पेपालमा दिन्छ। 1000 टोकन बनाउनु भयो भने 1 रुपियाँ हुन्छ भने 10,000 बनाउनु भने 10 रुपियाँ डलर हुन्छ। त्यो डलरलाई तपाईँले आफ्नो पेपाल एकाउन्टमा निकाल्न सक्नुहुनेछ। अब यहाँ प्राइसको कुरो अर्को छ, त्यो बिड अनुसार चाहिँ यसमा पर्ने हो। अब जति तपाईँले त्यसरी कमाएर बिड लगाउनुहुन्छ भने पनि अब तपाईँलाई यसरी पर्न सक्छ। अब लगाउँदिनँ भन्ने पनि तपाईँले पाउनुभयो र त्यसरी तपाईँले लगाएको
हुनुहुन्छ भने तपाईँलाई पर्न सक्छ। जो थोरै भए नि पर्छ, धेरै भए नि पर्छ, नपर्ने भन्ने कुरो यसमा छैन। यसरी तपाईँले चाहिँ यसरी बिट पनि लाउन सक्नुहुन्छ। अब यसमा चाहिँ अर्को एड भने चाहिँ अब जस्तो यो एड हेरेपछि 90 केट मलाई 0.90 केट चाहिँ मलाई मिल्नेछ। प्रत्येक हप्ताको एकचोटि चाहिँ यहाँ यो खुल्नेछ र यसमा तपाईँलाई 10, 20, 30, 40, 50 अब यसै गरी तपाईँलाई टोकनहरू पर्नेछन् भने अब यसको चाहिँ म लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु। तर त्यहाँबाट गएर तपाईँले चाहिँ मेरो कोड लाएर तपाईँले गर्नुभयो भने तपाईँले 10% पाउनुहुनेछ। त्यो कोड म त्यहाँ राखिदिनेछु, त्यसलाई चाहिँ तपाईँले त्यसमा आफ्नो प्रोमो कोडमा हाल्नु होला। त्यो प्रोमो कोडमा हालिसकेपछि तपाईँले चाहिँ 10% पाउनुहुनेछ। र यस्तै नयाँ जानकारी पाउनुको लागि मेरो भिडियो हेर्दै गर्नु होला साथीहरू। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनु होला, ताकि मेरो हौसला अरू बढ्नेछ भन्दै आजलाई मेरो यो भिडियो यहीँमा अन्त्य गर्नेछु। हस्त, धन्यवाद।